हेलो साथीहरु, वेलकम बैक टु माई किचन डायरीज। आज फेरि मैले एउटा नयाँ रेसिपीको भिडियो लिएर आएको छु। यो चाहिँ मैले पहिला सर्ट्स भिडियो पनि बनाएको थिएँ, करेलाको एकदमै मिठो रेसिपी। अनि हामीले चाहिँ यसरी बनाउँदा एकदमै मिठो लाग्छ, त्यही भएर मैले चाहिँ भिडियो बनाएर शेयर गरौँ भनेर बनाउँदै छु। मलाई चाहिँ एकदम मन पर्छ, त्यही भएर भिडियो बनाइहालौँ भनेर बनाउँदै छु। अब सुरुमा चाहिँ करेलालाई काटेर एकछिन पानीमा डुबाउनु पर्छ, त्यही भएर अब करेला काटौँ है त। सुरुमा यहाँ चाहिँ मैले करेला लिएको छु। अब यसलाई मैले चाहिँ सुरुमा मसिनोसँग काट्छु, अनि त्यसपछि पखालेर नुन पानीमा फेरि एकछिन डुबाउँछु। टाइम छ भने चाहिँ 1 घण्टा जति डुबाउँदा झन् राम्रो हुन्छ, नभए कमसेकम पनि 15-20 मिनटदेखि आधी घण्टा चाहिँ डुबाउनुपर्छ। करेला काट्दा चाहिँ सकेसम्म अलि मसिनो भयो भने चाहिँ एकदम क्रिस्पी अनि मिठो पनि हुन्छ, त्यही भएर म सकेसम्म मसिनो पार्छु। काटेर तयार गरेँ। अब यसलाई चाहिँ नुन पानीमा डुबाउँ है त साथीहरु। मैले चाहिँ 1 चम्चा जति नुन लिएको छु, त्यसमा मैले तातो पानी हालेँ। तातो पानी हाल्दाखेरि करेला अलिक मजाले भिज्छ नि त अनि गल्छ। त्यसपछि यसलाई हल्कासँग मैले चाहिँ यसरी यहाँ छोपेर राखिदिहालेँ यसलाई। अब एकछिन बस्छ आधी घण्टा जति, त्यसपछि बल्ल अनि अरू काम गर्नु। करेलालाई मजाले मोलिसकेपछि सफा पानीमा 3-4 पटक यसरी राम्रोसँग धुनु होला। अब चाहिँ मैले मिक्सिङ बाउलमा करेला हालेँ, त्यसपछि स्वादअनुसार नुन हालेको छु, अनि जिरा धनियाको धुलो, रातो खुर्सानी पनि हालेँ, अनि थोरै मरिचको धुलो हालेको छु, अनि यहाँ लसुन अदुवाको पेस्ट हालेँ, थोरै तोरीको तेल पनि हालेको छु। त्यसले मिठो स्वाद आउँछ। त्यसपछि हल्कासँग सबैलाई मैले मिक्स गरेँ। मैदा कर्नफ्लोर जे छ त्यही हाल्नु होला। त्यसपछि मैले यसलाई फ्लिप गरिरहेको छु। करेला फ्राई गर्नको लागि मैले प्यानमा राइस ब्रान ओइल हालेँ। हजुरहरूले खाने ओइल जुन हाल्दा पनि भयो। त्यसपछि करेला हालेर हल्का हातले स्प्रेड गर्ने, धेरै नफाड्ने। दामी भएको थियो। खासमा चाहिँ रेसिपी सिकाउने भन्दा पनि मैले के बनाउँछु घरमा त्यही भिडियो बनाएर हजुरहरूलाई देखाउने हो। अनि मलाई चाहिँ यसरी बनाउँदा एकदमै मिठो लाग्छ, मिठो पनि भएको छ। हजुरहरूले पनि खानुभएको छैन भने बनाएर खानु होला। अनि भिडियो कस्तो लाग्यो त, मन पर्यो भने लाइक, शेयर अनि च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। फेरि अर्को कन्टेन्टको साथ आउनेछु। त्यो दिनसम्मको लागि बाई बाई। थ्याङ्क यू फर वाचिङ। किप लभिङ।